हामी लागे बेहडा बाबा शोभायात्रा के ब्लगर आइसक्यो आन्टी बसी छे अच्छा त रोड हम मन रहली भन्थे आजकल त दाइ अटो चलाएर यति धेरै पैसा चस्मा लाएर हेलो के हो सानी यस्तो यस्तो राम्रो भएको एउटा छिन्न दिन्छ हाइवे रोड चक्कर कहाँ जाँदा खाने हामी गोकुले गोकुले त हो नि यो बाटो कहाँ गयो गोकले भन्छ गाडीमा जाने हैन प्लेनकैमै जाने उल्टी उल्टी हुन्छ अब यहाँबाट पाटन थाम्नु प्लेनमा जानु पर्यो पाटन खाबाट जिममा कहाँ जान्छ आजकल जाँदैन दाइ माना भएन नगएको अब किन गोकुले नि एयरपोर्ट बन्द छ गोकुले जाने नि सिधै डाइरेक्ट अब गोकुलेको एयरपोर्ट बनेपछि म त दिदी अगाडि त्यो उहाँको प्लेनमा हाम्रो कुकुर कान्छी निकाल्यो अनि यसलाई चिप्काइहाल्यो चाहिँ जान सक्दैन बाबुलाई बङ्गुर त होइन बङ्गुर भन्छ बङ्गुरको मासु होइन बङ्गुरको मासुमा सानी खाइ फरक पर्छ क्या बङ्गुरको मासु त मलाई पनि खान मन लाग्छ होइन तर मेरो पुण्यताले उयो भने के बङ्गुरको मासु नखा भन्छ रिजन हाय हाय अब्बु आफ्नो आफ्नो हुन्छ नि हाय से हाय पहिला बुवा जुम्लोमा खुब खाएको हो सानी कता चाहिँ गइरहेछ नि हामी कता गइरह भन त कुन मन्दिर बेहडा बाबा सानीको र मेरो आज फर्स्ट टाइम बेहडा बाबा होइन सानी दादासँग बच्चा दादाले त माया लागिरहेछ दादाहरू कस्तो गर्नु उहाँ कुकुर चित्तेको बोल्छ नि हाम्रो कुकुर बाबुले के नाममा यो हामी पुग्यौँ नेपाल राष्ट्रिय ब्याङ्कनिर तिम्रो भाउजूले पहिले हेरिहाल्छ फेरि एकैछिन भूकम्प आयो तिमीले हाल्यौ उसले थाहा पाए म अटो बाँध्दै थिएँ होइन साँझ उसले भनिहाल्यो भूकम्प आऊ थाहा पाइहाल्यो अनि गएर हेर्छ त ल हेर्नु नि मैले भने नि वर्षाले हालिसकेको ल्याउनु हजुर मेरै हो कबडल अरूभन्दा मुनाको र ज्वाइँ आजकल त ब्रिज बनिसक्यो दाइ ब्रिज बने छैन कच्ची छ आयो आयो छत्तीसगढको चुनावको लागि यहाँ
चेन्ज गरिदिनु म त्यही भण्डारी कैलाली बहुमुखी क्याम्पसबाट राइट टर्न भएर यो कच्ची बाटो आमामा कति कच्ची हो यो त धुलोले त हामी यो सिसा लगाइहाल्यो ए सिसा लगाइहाल्यो पुरै धुलो आउँछ भित्र उताबाट जानुपर्ने नि भेरी डेन्जरस यहाँसम्म रहेछ यस्तो बाटो अब अलिअलि पिच आयो त्यो ताल कहाँ छ भनेपछि त्यो ताल रामपुरको भित्रबाट जाने बेला ताल हो बाटमा आए एउटा ताल सुकेको नदी यही ताल हो सुकिसक्यो भने ओ ठिक्क भने त्यो दाइले ताल त हामीलाई देखाएन हेर्नु घर आएर क्यालेन्डर दियो नि त्यहाँको बामुनले क्यालेन्डरमा हेऱ्यो ताल त बिचमा डुङ्गा पनि चल्छ ड्राइभर दाइले हामीलाई हुन्छ दाइले त्यो ताल भएको ठाउँमा लगेर ड्राइभर दाइले भन्न लाग्यो यही तालहरू हेर डुङ्गा चलेको ताल लैजानु त अनि मेरो पनि अर्को त्यो एउटा साई परोसी हो त्यसले बोलेला मेरो खाली चाहिँ लगाउनु मेरो परिवारले मलाई नसोधिकन 1.5 किलो बिलियर रोपेछ हेर्न गएको यत्रै छ ल त्यत्रै छ दाइ हाम्रो पनि खन्ने बेला चाहिँ यत्रै छ दाइ मैले सबभन्दा अगाडि लगाएर त मेरो गानै भएछ छैन मलाई त अब रिस उठ लाग्यो के गर्नु खानु यसो गर त्यसलाई खाल्दै तरकारी बनाएर खाऊ अब गानै लागेको छैन पछि के कुइला यत्रै नगरपालिकाको टिप्पर उडाउँछ 199 नम्बर चलाउने बेला टिप्पर मेरो साला के गरेको भन के गरेको ओ धुलो हेर्नु त धुलो 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 के हो यस्तो धुलो ला यस्तो छ बेहेरा बाबा जाने बाटो सिधै हामीले पिच रोड जानु रहेछ बाटो नै छैन होला नि त्यहाँ जाने यही बाटो पर्छ क्या लामो परे पनि बाटो बन्द छ त बन्दै छ उता पनि कुहिरो लागेछ तरिया किन बेली भएर छ हजुर अगाडि पालो नि बाटो भइसक्यो यसैबाट गए तर यति धुलो थिएन उ बेला देखायो त्यो ज्यादा उताबाट अगाडि आउँछ बाटो बनाउँदैछ त्यही भएर यस्तो राम्रो बिचमा गाडी राखे पनि हुन्छ हैन त्यही त
त्यसको हटाए नि हुने ट्र्याक्टर आयो पत्थरी घाट पनि नदीको फुल यहाँ कहाँ छ दाइ बस्ती बस्ती उता पुवारी बस्ती छ यहाँबाट काम गर्न जान्छौँ है साइकल गर्दै तेरो दाइ त पहिला यहाँ पत्थरिया घाट दिपो गएको थियो यहाँ हो पत्थरिया घाट भने पहिला यहाँ यहाँबाट गएको यहाँ अहिले बेडा बाबा यही नानी बाटो मैले त्यही भने न के भनेर बेडा बाबा वाला डगर हो डगर भनेको बाटो हो पुरा जङ्गलका किनारमा मन्दिर आयो रिजन कता अरे यता कता हामी दुई खै यो मान्छे सुते आवश्य नि ला किन सुतेको घुम्न जाने मान्छे सुत्छ हेर न यही हो यी ढुङ्गल खाले पोरसालाबाट यति थियो गयो उई बेडावाला यो रास्ता हो ला हामी त बिर्से भयो त उता जानु उता बिचमा एउटा खोला छ बुझिस् खोलाबाट अनि उता पानी जानु पर्छ स्विमिङ हान्दैछ भरानको खेतमा हाल्छ यो तरबुज खेती हो नि दाइ तरबुजाबाट लजला तरबुजाबाट छतमा लाला वाटरमेलनको बोर्ड देख्यौ यही ताल देखाएको थियो वर्षा उ हेरे यो ताल ताल भरे त पानी सब तालै हो कि यो खास पानी बर्सातमा सब तालै हुन्छ यही ताल हो यही ताल हो माछा पालन हो त्यो अब आएपछि त हामीले घुम्न जानुपर्छ टाइमबाट मैले अगाडि उनीहरूले घुम्न जय बेहडा बाबा यहाँबाट फुल जाने ताल जाने बाटो पहिला हामीहरू त्यो अगाडिबाट आएको थियो हो दाइ यहाँ कुन हो यो तबाट आएको थियो कि आज जाने बेला उसैबाट जाउँ दाइ तमबाट भुलिया छौ यहाँ होइन अब त ठिक छ यही हो एमन धुलो छ दाइ धेरै यही रहेछ त हामी बेहडा गयौँ यो बेहडा बाबा ल मजा आउँछ जाऊ न के हो भने मैले नि त्यही देखेँ हौ देखेँ मैले त्यो लागिहाल्यो लौ रिजन स्टार्ट ओ नि हाम्रो ब्लगर
वर्ष साउथ एकदमै हिन्दी नखाने यता पुग्यो भेडा बाबा अब हल्का फुपू गएको छ बाहिर छ ल टाइम स्टार्ट पकडो ये एन्टर भइसकेको छ बाबु बाबु यसमा मन्दिर पूजा गर्दै जानु उता गएपछि म आइहाल्छु यो बेलुका चढाइदिनु है यो राखिदिन्छु सबैबाट राम्रो राम्रो फुल आएर राख्दै गरिहाल्छौँ ए ल ल बेलुका चढाइदिए बाहिर नन्दीमा पूजा गर्नु माताजीको उमा छ नि माताजीको उमा पनि पूजा जो फुल चढाउनु ओम त्र्यम्बकं यजामहे सुगन्धिं उता 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 आन्टी जी बाख्राको पाटो बाख्रा बाख्रा भन्छु छ यो पनि ल्याइछ्यानु फोटो खिच्दा लासन दुख्छ भाइ कहीँ जान एप्पल लगेर भिडियो बनाऊ यो त त्यो गुलियो पाए त कहाँ छोड्ने त्यस्तो कतिले टिका लगालिएर त अनि खतम बिरयानीहरू दिदी एकै दाना दिएर लुक्दैछ एकै दाना एकजना पङ्कीलाई दिया ल पङ्की गयो पङ्कीले लग्यो बाबा पङ्कीले लग्यो माइजु खाली पङ्की रहेछ पाँच समय जा बाबु टिका लगामा मेरो त लास्टमा सानो आइज टिका लगाउने आन्टी जी बनाउन यार